हेलो साथीहरू नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? हामी चाहिँ आज मन्दिर गएको क्या झर्नातिर। अनि साउन्डको यसो आज शनिबार घर बसेको बेलामा यसो जाउँ न त भनेर झोरतिर गएको। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? यस्तो छ है मन्दिर चाहिँ झर्ना चाहिँ। यहाँ चाहिँ गोडेश्वर मन्दिर पनि भन्छ। अनि त्यही भएर हामी चाहिँ आज सबैजना बुढाबुढी बहिनी ज्वाइँ सबैजना गएको साथीहरू झर्ना मन्दिर गएर भिडियो बनाएको। मान्छे कति धेरै छ क्या शनिबार मेला लाग्छ त शनिबारको सोमबार त साउनभरि त त्यही भएर कति धेरै मान्छे छ यसरी तपाईहरु घण्टौँसम्म पुलमा बस्दाखेरि ओहोरदोहोरको लागि बाटो असहज हुन्छ। त्यसकारणले गर्दा पुलमा त्यसरी लाइनबद्ध भएर बसिदिनु अनुरोध गर्दछु। शर्मिला भरलाई घाट खाम्बा 110 सहयोग गर्नुभएको छ। सकल परिवारहरुमा शुभ शान्ति समृद्धि हुनुहोस्। आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। तपाईहरुको पाकेट पनि मार्न सक्छन्, त्यसैले तपाईहरुले तपाईहरुको पाकेटको सुरक्षा गर्नुहोला। तपाईहरुले बोकेका ब्यागहरुको सुरक्षा गर्नुहोला। यहाँ मन्दिरमा सबै धार्मिक व्यक्ति मात्रै आउँछन् भन्न सकिँदैन। त्यसकारणले गर्दा हामी त्यतापट्टि जाउँ। आज यहाँसम्म पुगिसकेको छ। आदरणीय श्रद्धालु भक्तजनहरू, गौडेश्वर धाम बनिनुको लागि तपाईहरुको सानो सहयोगले गर्दा नै आज धामको रूपमा परिणत भइसकेको छ। र तपाईहरुले दिएको साना साना रकम हाम्रो लागि ठुलो रकमको रूपमा परिणत हुनेछ। यसको उदाहरण उत्तर काठमाडौँ मात्र नभइकन आज विश्वले हेरिरहेको
नेपाल र राज्यभरिको तीर्थस्थलमध्ये यसले रूपमा भइसकेको छ। आज त्यसै कारणले तपाईँहरू श्रद्धालु भक्तजनहरूले यो मन्दिरमा आउनुको कारण भनेको यहाँको धारणा, यहाँको ऐतिहासिक किंवदन्ती र यहाँ प्राकृतिक रूपमा भएको ठुला